सो हेलो गाइज वेलकम ब्याक टु न्यू ब्लग। सो गाइज आजको भिडियोमा सबैजनालाई एकदम मनमुटुदेखि नै स्वागत गर्न चाहन्छु। सो केटा हो आज चाहिँ एउटा कुरा भन्न चाहन्छु कि सो मेरो आज भिडियोको क्यामेरा कस्तो देखिरहेछ अहिले म चाहिँ ट्याक्क एयरपोर्टमा छु होइन। म चाहिँ अब मेरो घर परिवार अब बाबा र बजाइलाई चाहिँ पुऱ्याउन आएको थिएँ। सो त्यही भएर अब मैले भिडियो नहालेको पनि ब्लग भएको होला 3-4 दिन होइन। अब भिडियो अब चाहिँ हाल्छु, अब चाहिँ रेगुलर हाल्छु। किन थाहा छ, मैले नयाँ मोबाइल किनिसकेको छु केटा हो। मैले नयाँ मोबाइल किनिसकेको छु। खासमा त आइफोन किन्ने भनेको, तर आइफोन अलि मिलेन। सो त्यही भएर चाहिँ मैले नयाँ मोबाइल किनिसकेको छु होइन। अब चाहिँ दामी भ्लगहरू हाल्छु है। ल हेरिदिनु होला। अहिले चाहिँ म टक्कै एयरपोर्टमा छु होइन। यी डोमेस्टिक क्या यो चाहिँ अब मान्छेहरू आउने जो भएन, सरी है भएन चाहिँ यो चाहिँ टक्क ट्याक्सीहरू हेर्न सक्नुहुन्छ होइन। अनि यो चाहिँ जेब्रा क्रसिङ रहेछ। म चाहिँ अब यहाँदेखि जानै पर्यो ला गरेर। अनि त्यो चाहिँ उताको चाहिँ अब इन्टरनेसनल क्या होइन। त्यो अब चाहिँ सञ्जयले मोबाइल किनिसकेको छ केटा हो। एकदम दामी तरिकाले भ्लग हाल्छ। डेली नभए पनि 2-4 दिनको चाहिँ भिडियो हाल्ने म कोसिस गर्नेछु। सो भिडियो हेरिदिनु होला, माया गरिदिनु होला होइन। अनि भिडियो नहाल्नुको कारण चाहिँ किनकि अहिले म चाहिँ 12 क्लास पढ्दैछु क्या। त्यही भएर चाहिँ अनि म रेगुलर भिडियो बनाउन पाएको छैन। अनि त्यही हो जे एकदम खुसी लागेको छ होइन। आइफोन नकिने पनि एन्ड्रोइड फोन किनेको छु। अलि दामीवाला किनेको छु, एकदम कडावाला किनेको छु क्या। सो चित्त बुझ्ने खालको किनेको छु। अनि त्यही हो है, हेर्न सक्नुहुन्छ फुलहरू फुलिरहेको छन्। अनि अहिले क्यामेरा नराम्रो आछ भन्नु होला। सो अहिले एकदम राति पनि भएको छ नि त अलि। अब त्यही हो राति पनि भएको छ। अनि अब क्यामेरा पनि मैले 0.5बाट खिचेको छु क्या। सो त्यही भएर क्यामेरा कस्तो आएको छ यसो हेरिदिनु होला है त। ल ए होइन त होइन पठाऊ होइन। अब म आफ्नो खुट्टा छ के पठाउँ जानु होइन। मेरो खुट्टा नै मेरो पठाऊ क्या। एयरपोर्टसम्म घरसम्म हिँडेर जानु पऱ्यो क्या हो। त्यो त होइन, बाहिरसम्म जान्छु। त्यहाँदेखि चाहिँ गाडी चढेर चाहिँ अब घरतिर जान्छु। घर पनि कतिखेर पुग्छ थाहा छैन। भर्खर त 6:30 भयो अब अहिले टाइम। अनि यो जे एयरपोर्ट चाहिँ दामी छ होइन। एयरपोर्ट दामी हुनुभन्दा पनि मेरो मोबाइलको क्वालिटी दामी छ आज। एकदम खुसी लागेको छ भने कसम हेट। ल सुगरामा मैले टक्क अहिले एयरपोर्टको गेटनिर छु होइन। म चाहिँ अहिले गेटभन्दा बाहिर निस्किँदैछु क्या। त्यो एक्लै छु, चिलमा छु, मस्त छु होइन। तर एकदम खुसी पनि छु क्या। किनकि नयाँ मोबाइल नयाँ दिन र नयाँ भ्लग बनाउन पाइरहेको छु। सो एकदम खुसी छु कि। अनि त्यही हो केटा है। कतिजनाले मलाई कमेन्ट गरेको थियो नि त, तेरो क्वालिटी राम्रो भएन होइन। अब चाहिँ क्वालिटी राम्रो छ होला। अब चाहिँ कमेन्ट जस्तो नगरौँ ल। अब चाहिँ तेरो मोबाइल क्वालिटी राम्रो छ चाहिँ नभनौँ है केटा होला। अब चाहिँ मोबाइल किनिसकेको छु। म चाहिँ टक्क गाडीको ओरमा छु कि। अब गाडीमा त जानु पऱ्यो होइन। टक्क अब घरमा हिँडेर त जान सकिँदैन। त्यही भएर चाहिँ गाडीको ओरमा छु। मलाई जान गाडी चाहिँ बर्को गाडी चाहिन्छ। सोध्नुपर्छ फर्स्टमा कहाँ जान्छ भनेर। सो नयाँ बस पार्क गौशाला सुरु बनाएको त होइन यार। यो गाडी त होइन यार, त्यो गाडी होइन यार मलाई जाने यार। सातो बाटोमा अनि त्यहाँ खाली छ कि छैन खाली छ। खाफतमा खाली हेर्नु पऱ्यो। अनि बल्ल जाने त खाली भएपछि मात्र है त। ल सुकेर होइन। म चाहिँ टक्क अहिले गर्खुमा छु क्या। गर्खुमा गाडीमा आएको यत्रो जाम भइदिएर भने ल। अनि यत्रो जाममा अनि कसरी जानु त म होइन। कसरी अब कम्तीमा 30 मिनटसम्म कसरी वेट गर्नु भनेर म चाहिँ झरेर अब हिँडेर जाँदैछु होइन।
अब फेसलाई देख्यो भनेपछि अलिक ब्ल्याक आउँछ होला त्यही भएर चाहिँ म चाहिँ यहाँ टक्क गाडीलाई देखाएर कुरा गर्दैछु है। त्यही आज चाहिँ म एकदम खुसी छु क्या, कसम भने होइन, म एकदम खुसी छु क्या। किन थाहा छ नि त, मैले नयाँ मोबाइल लगेको छु होइन, त्यही नयाँ मोबाइलबाट मैले भिडियो बनाउँदैछु क्या। त्यही होइन, आज चाहिँ म घरकोमा छु। यो घरकोमा बन्द लगाएको यो छ नि त जुन घरकोमा जुन बन्द लगाएको छ नि त अहिले, त्यो फेरि भत्कियो रे केटा हो। अब यो त भर छैन यार यसको कतिखेर बन्छ। अनि ल क्यामेरा चाहिँ कस्तो आएको छ त्यो भनिदिनु पऱ्यो। यसो आज क्यामेरा चाहिँ मेन कस्तो आएको छ होइन, यही मोबाइल कस्तो लाग्यो तपाईँहरूलाई, मेरो यो मोबाइलको क्यामेरा कस्तो लाग्यो। मैले कुनै फ्ल्यास लाइट बालेको छैन है, रातिको टाइममा पनि मैले यसरी भिडियो बनाइरहेको छु। सो त्यही भएर भन्दैछु क्या, क्यामेरा चाहिँ कस्तो लाग्यो होइन आजको नयाँ मोबाइलको। अब यतिको चाहिँ देखाउनै पऱ्यो। यो बस्दा बाहिरतिर जाने बस्यो क्या। ल शुभेच्छा सबैजनालाई, लगेडा होला। सोकेडा म चाहिँ टक्क घरको चोकमा छु होइन। अब घरको चोकबाट म चाहिँ भित्र जानुपर्ने हुन्छ क्या, लुबुको साइडमा जानुपर्ने हुन्छ क्या। अनि यहाँदेखि चाहिँ मैले एउटा गाडी समातेर फेरि यहाँदेखि जानुपर्ने हुन्छ अनि मैले होइन। सो त्यही हो, आज चाहिँ एकदम खुसी छु अनि थाहै छ होला किनभने चाहिँ अब पटक कति कुरा गर्छ भन्नु होला। कसम भने म त एकदम खुसी छु नि त। सो म पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु होइन मलाई यस्तो किनिदिएकोमा। त्यही हो कि अब तपाईँहरूले पनि यसो हेरेर माया साथ देखाइदिनु होला। यी गाडी पुरै जाम रहेछ होइन। त्यही हो, अब यहाँदेखि भाडा चाहिँ मेरो अझै 20 रुपियाँ लाग्छ यार। राति भइसक्यो, कतिखेर जाने यार। ओए के हो यार, ओए केटा हो के हो यो, आमामामामा मेरो मोबाइल खतरा कि त्यो मान्छे खतरा। आज त नो वर्ड्स यार, एकदम खुसी कस्तो भन्यो मैले चाहिँ होइन। अब आज मैले चाहिँ मोबाइल किन्न चाहिँ किनेँ कि, तर एकदम दामी मोबाइल किनेको छु क्या। आइफोन त किन्न सकेन कि होइन, तर एन्ड्रोइड किनेको छु। सो एकदम खतरा छ क्या। तपाईँहरू क्यामेरा हेरेर थाहा पाइसक्नुभयो होला नि कस्तो छ मोबाइलको होइन आज। त्यही हो, एकदम खुसी पनि छु। तपाईँहरूले यसो साथ दिनु होला भन्न चाहन्छु। अनि जो छ अब चाहिँ भिडियो चाहिँ म रेगुलर ल्याउने कोसिस गर्नेछु। अनि भिडियो सिडियोहरू दिनु होला है त। ल अगाडिको माहौल यस्तै छ आज। माहौल दामी हो कि मेरो मोबाइलले दामी हो, क्यामेरा दामी हो, कस्तो भने एकदम खुसी छु कसम है। त्यही हो है, जोस् अब यो खुसी चाहिँ कसरी सार्नु होइन। अब कि प्लेन गयो त यार विदेशतिर गाइड केटा है एकदम। ल म चाहिँ एकछिनमा फेरि भिडियो बनाउँछु ल। सो केटा अनि मेरो पुरानो मोबाइल चाहिँ फेरि कतिजना सोच्नु भयो होला कहाँ फाल्यो के गर्यो भनेर होइन। अनि मैले चाहिँ मेरो पुरानो मोबाइल चाहिँ मेरो आमालाई दिएको छु क्या। सो अब गाउँमा पनि अब अहिले टिकटक धेरै चल्छ नि त। टिकटक अब त्यसो नेट इन्टरनेटको जमाना धेरै छ। त्यही भएर चाहिँ मैले मेरो आमालाई गाउँमा पठाएको छु। अनि त्यो मोबाइल चाहिँ आमाले गाउँमा चलाउनुहुन्छ। अनि मैले नयाँ मोबाइल चाहिँ मैले चलाउँछु। अब भिडियो दामी आउँछ यी छैन त माहौल खतरा। कस्तो छ क्यामेरा केटा हो भनिदिनु पऱ्यो, भनिदिनु पऱ्यो केटा हो। कुन मोबाइल होला यसो गेस गरौँ त ल, कुन मोबाइल होला। के हो मोबाइल कुन होला, तर खतरै किनेको छु कसम भने होइन, एकदम खतरा किनेको छु। आइफोन किन नसके पनि जे बराबरको मोबाइल किनेको छु ल कसम हो। त्यसको म के अरे म फोटो नि हालेको छु क्या। त्यस मैले मोबाइल किन्दाखेरि फोटो बनाउन पाएँ, भिडियो बनाउन पाएन। त मसँग बक्स छ। ए म त गाडी कुद्नु पऱ्यो मान्छे यार, कहाँ आइपुग्छ ल। म गाडीमा जानु मान्छे हो त यार, यहाँ कहीँ ल लगेडा हो। गाडी पनि चढ्यो यस्तो हालत पुरै खलासी भएको टाइममा क्या। अब बेलुका यस्तो हुन्छ नि त, दामी मजा आउँछ क्या। सरर हावा खायो यस्तो मुटो निकाल्नु पाइयो। अगाडिको माहौल यस्तै छ होइन। अनि ढोकामा म मात्र छु अहिले, अब मान्छे पनि भरि छ एकछिनमा। ल बिस्तारै तिरेर यसरी काम पनि गरेर पाइने अनि मोज पनि गर्न पाइने है, कति मजा। म पनि अब त्यस्तै काम गर्नु पऱ्यो क्या। जाने हो भन्नु पऱ्यो क्या। अन्त बाह्रमा फिल भयो भने यस्तै काम गर्नुपर्छ होला क्या। जाने हो भनेर। त्यही आज म जोस् एकदम खुसी नि त। कस्तो क्यामेरा आइरहेको छ, म जोस् क्यामेरा देखाउनुको लागि मात्र आज यसो भिडियो बनाइदिएको है ल। यो अब म त्यहाँ झऱ्यो भनेपछि भिडियो बनाउँछु है। अहिले चाहिँ गाडीमा छु क्या। सुकेर अब चाहिँ टक्क म चाहिँ यहाँ गाडीबाट पनि झरेर स्कुल चोकनिर पुगिसकेको छु। अब त्यही हो, म चाहिँ घरतिर जाँदैछु क्या होइन। त्यही गाडीमा आएको थियो क्या, त्यही गइरहेको छ नि त जुन, त्यही गाडीमा आएको। अनि त्यही त अब हिँडेर आऊँ भनेपछि नपुगिने, अनि गाडीमा भनेपछि 20 रुपियाँ मात्र हो, 20 रुपियाँ दिएर आएको क्या। त्यही अब चाहिँ जोस् एकदम खुसी छु म चाहिँ आज। आमामा हिरो भाइ भिडियो त भाइ यसो मेरो भ्लगमा हाइ गरिदियो त आज। तिमीलाई एउटा कुरा, मेरो नयाँ मोबाइल कस्तो छ आज किनेको भाइ। ल भाइले पनि दामी भनेपछि अब मोबाइल कडा त हुनै पऱ्यो होइन। यतिको जेस मैले नि जेस
कति रिक्वेस्ट गरेर होइन अब किनेको मोबाइल हो नि त जेस त्यो स्ट्रगल जस्तै हो नि त खासमा यो मोबाइल नकिन्ने क्या मेरो जेस युट्युब च्यानलमा 10K सब्सक्राइब क्रस भएको थियो अनि सो त्यही भएर चाहिँ मैले मोबाइल किनेको चाहिँ एकदम दामी छ है ल अझ म घरतिर जाँदैछु यो म बस्ने चोक चाहिँ अगाडिको दामी छ ल